नमस्ते। मेरो राइटमा तेज सर हुनुहुन्छ, लेफ्टमा मोहना म्याडम हुनुहुन्छ। हामी इलेक्सनको एकदमै नजिक छौँ। अर्को हप्ता हाम्रो इलेक्सन छ, बिहिबार नै। आज बिहिबार नै परेको छ। बिहिबारको हामी करिब 1:30 बजे यो गफ गर्दैछौँ। र एउटा संयोग के छ भने नेपालको इलेक्सनको माहौल बन्दै गर्दाखेरि मोहना म्याडम चाहिँ भर्खरै बङ्गलादेशमा जुन इलेक्सन भएको थियो त्यहाँ गएर फर्किनु पनि भएको छ। नेपाल र बङ्गलादेशको चाहिँ बाहिरबाट हेर्दाखेरि कतिपय कुराहरू मिल्दा रहेछन्। अब हामीलाई थाहा छ अहिले नेपालमा जुन वयस्कहरू 1997 देखि 2012 जन्मेका मान्छेहरूलाई जुन नयाँ नामाकरण दिएको छ जेनजी भनेर, त्यो चाहिँ श्रीलङ्कादेखि सुरु भएर बङ्गलादेश हुँदै नेपाल आयो भन्नेहरूको जमात पनि ठुलै छ। त्यही सन्दर्भमा हामीले साउथ एसियाकै 3टा देशको राजनीति बुझ्दै गर्दाखेरि चाहिँ श्रीलङ्का पनि बुझ्नुपर्ने होला। तर एकदमै इमिडिएटली इलेक्सन भएको बङ्गलादेश चाहिँ हामी अलिकति छलफल गरौँ जस्तो लाग्यो भएर मलाई लागिरहेको चाहिँ म्याडम, जस्तो हामीभन्दा बङ्गलादेश चुनाव गर्न लेट भयो, रिजल्ट पनि अलि अर्कै तरिकाले आएको छ। त्यो बारेमा म अलिकति आफ्नो पनि धारणा पनि अहिले राखौँला। तर पहिला चाहिँ म्याडमलाई कस्तो लाग्यो बङ्गलादेशको इलेक्सन? अलिकति हामीले पनि थाहा पाउन मिल्ने सक्ने कुराहरू केही यहाँको रिफ्लेक्सन थाहा पाउनु भयो हुन्थ्यो जस्तो लाग्यो। धन्यवाद सर। बङ्गलादेशको इलेक्सनको सन्दर्भमा कुरा गर्दाखेरि बङ्गलादेशमा चाहिँ दुईवटा प्याटर्नमा निर्वाचनलाई हेरे। एउटा चाहिँ जुलाईमा भएको उनीहरूको आन्दोलन, जुलाई अपराइजिङ भन्दो रहेछ। अनि जुलाई अपराइजिङमा उनीहरूले जुन किसिमले रिफर्मको एजेन्डालाई, एउटा त वान अफ द बिगेस्ट अथवा सबैभन्दा मूलभूत चुनौती के थियो भन्दाखेरि भ्रष्टाचार के उनीहरू पनि भ्रष्टाचारबाट जेलिएका थिए। कस्तो तहमा भन्दाखेरि रिक्सावालादेखि सडकमा हिँड्ने सामान्य मान्छेलाई भ्रष्टाचारले छोएको थियो। त्यहाँ प्रहरीले पक्रिहाल्ने, प्रहरीलाई पैसा नदिई छुट्दै नछुट्ने, त्यस्तो टाइपको भ्रष्टाचारको दलदलमा फसेका थिए। अरू ठुला ठुला कुरामा त छँदै नै थियो, तर उनीहरूको एउटा सामान्य नागरिकलाई कुरा गर्दाखेरि उनीहरूले त्यसरी भने। सो बङ्गलादेश निर्वाचनको एउटा महत्त्वपूर्ण कुरा चाहिँ भ्रष्टाचारबाट कसरी उन्मुक्ति पाउने, अनि जसरी संस्थागत रूपमा भ्रष्टाचार भयो नि, त्यहाँ त हरेक तहमा भ्रष्टाचारले छोएको थियो। सो उनीहरूको निर्वाचनको लक्ष्य नै एउटा चाहिँ रेफरेन्डम, जनमत नै गर्नु थियो, जनमत सङ्ग्रह नै गर्नु थियो। र अर्को चाहिँ फ्रेस म्यान्डेट अथवा एउटा फ्रेस म्यान्डेट लिएर आउने दल, जुनसुकै दल अब भनौँ न, त्यहाँ त दुईवटा मात्रै पार्टीले निर्वाचनमा मूलभूत रूपमा लिए सहभागिता, र पछि उसमा चाहिँ सँगसँगै उनीहरूको जुन अब त्यो जेनजी मुभमेन्टका जो युथहरू थिए उनीहरूकोले पनि पार्टी, युवा पार्टी दर्ता गरेर उनीहरू पनि निर्वाचनमा होमिएका थिए। सो मैले बङ्गलादेशको सन्दर्भलाई हेर्दाखेरि दुईवटा फ्याक्टरमा हेरेँ कि एउटा चाहिँ जनमतको पार्ट, अर्को चाहिँ ब्यालेटबाट चुनिएका निर्वाचित व्यक्तिहरू। सो त्यो हेर्दै जाँदाखेरि इन्ट्रेस्टिङ पार्ट हो। जसरी हामीले भनौँ न, निर्वाचन सरले भन्नुभयो जस्तै अलिकति टाइम टेकिङ भयो त्यहाँको निर्वाचन। टाइम टेकिङ किन भयो भन्दाखेरि प्लान अनि सबै कुराहरू मिलाउँदा सायद उनीहरूको टेक्निकल सरकारी पाठहरूमा त्यस्तो हुँदै गयो होला। मैले त्यसलाई उनीहरूको आफ्नो संरचनागत तयारीहरूलाई लिँदा पनि हुन्छ जस्तो मलाई लागिरहेछ। तर त्यो टेक्निकल पार्टहरूमा हेर्दै जाँदाखेरि निर्वाचनको दौरानमा म चाहिँ एउटा अन्तर्राष्ट्रिय पर्यवेक्षकको रूपमा त्यहाँ पुगेँ। र अन्तर्राष्ट्रिय पर्यवेक्षकको रूपमा पुग्दाखेरि मैले मेरो अनुभूति, म चाहिँ ढाका बेस भएर अनुगमन अथवा मोनिटरिङ गरिनँ कि।
र ढाका बेस भएर मनिटरिङ गर्ने अब अरू नियोगहरू सुरक्षा चुनौतीलाई लिएर धेरैजसोले चाहिँ ढाकामै रहेर गरे। म चाहिँ अलिकति फार गएँ, ढाकाभन्दा आउट गएँ, फार गएँ र त्यहाँ हेर्नु एउटा मलाई भनिएको के थियो भने एउटा तपाईँलाई जहाँ लगिँदैछ त्यहाँ चाहिँ प्रायः बुथ क्याप्चर हुन्थ्यो भनिएको थियो कि। अनि त्यसो भए त त्यो रिस्क जोन हो भनेर मैले त्यसरी लिएँ। एउटा मानव अधिकार कर्मी जसले चाहिँ इलेक्सन अब्जर्भरको रूपमा इन्टरनेसनल अब्जर्भरको भूमिकामा म बाङ्लादेश पुग्दाखेरि मतदान केन्द्रमा भित्र जाँदाखेरि एउटा निर्वाचन प्रहरी छ अनि एउटा दुईवटा सिक्योरिटी अफिसर छ, उसले बडी क्याम भिरेको छ। त्योभन्दा बेसी मैले सुरक्षाकर्मी देखिनँ कि। त मैले यसलाई रिले कहाँनिर गर्न खोजेँ भन्दाखेरि जुन एउटा हेभोक क्रिएट गरेको छ नि सुरक्षा थ्रेट भनेर, त्यो चाहिँ बाङ्लादेशमा पाइएन कि। ओके, त्यसमा अलिकति मैले जोड्न खोजेँ, अब सरले नि जोड्नु होला। यो अघि तपाईँले कुरा गरे जस्तै बाङ्लादेश र नेपालको सन्दर्भ चाहिँ अलिकति फरक के छ भने जेनजी प्रोटेस्टकै कुरा गर्दै गर्दा त्यहाँको जुलाई अपराइजिङ भन्दै गर्दा हाम्रो पनि सेप्टेम्बर अपराइजिङको कुरा गर्दा हाम्रोमा चाहिँ धेरैले नेपाल एकदमै विकासै भएन अथवा आर्थिक वृद्धि दर पनि एकदमै कम भयो भनिरहेको थियो भने त्यो बेलाको बङ्गलादेश सरकारको त्यो ग्राफ चाहिँ एकदमै राम्रो थियो होइन। त्यही भएर आर्थिक समुन्नति उहाँहरूको एजेन्डा थिएन। तर अर्को एउटा मेजर एजेन्डा तपाईँले त्यसमा पछि आउनुहुन्छ होला सायद, चाहिँ के थियो होला जस्तो लाग्छ भने निषेधको राजनीति चाहिँ हाम्रोमा भन्दा बढी थियो। बाङ्लादेशलाई मैले बुझ्दाखेरि चाहिँ त्यहाँ सरकार र प्रतिपक्षको कहिले पनि भेट हुँदैन। तर हाम्रो नेपालमा चाहिँ हेर्नुहुन्छ भने सरकार र प्रतिपक्ष को कहाँ हो भन्ने नै थाहा हुँदैन, कुन दिन सत्तामा हुन्छ, कुन दिन प्रतिपक्षमा हुन्छ नै थाहा हुँदैन। त्यो हुँदाखेरि त्यहाँको निषेधको राजनीतिले क्रिएट गरेको एउटा वितृष्णा र हाम्रो चाहिँ आर्थिक समृद्धिको सन्दर्भमा जनताले गरेको अपेक्षाको सन्दर्भमा अनि करप्सन भने त दुइटै, कुनै पनि सोसाइटी करप्सन फ्री छैन होला। अब सायद त्यसमा रहेर हजुरले निटिगिटीको कुरा गर्दा सेक्युरिटी चाहिँ कस्तो हुँदो रहेछ, थ्रेट कस्तो हुँदो रहेछ भन्ने कुरा आउला। तर अहिले निर्वाचनको माहौलमा चाहिँ अलिकति मलाई लाग्छ नेपाली मानसिकतालाई सेक्युरिटीको एकदमै महत्त्वपूर्ण एङ्गल हुँदाहुँदै पनि मलाई चाहिँ अझै पनि जान्न मन लागेको कुराहरू चाहिँ कस्तो छ, सायद अडियन्सले जान्न मन लागेको कुरा भने जस्तो यहाँ समावेशिताको कुरा छ। समावेशिताको सन्दर्भमा चाहिँ बाङ्लादेशको सन्दर्भ हेर्नुहुन्छ भनेदेखि त्यहाँ पनि केही प्रोभिजनिङ चाहिँ गराएको रहेछ होइन। जस्तो जितेर आइसकेको सभापछि चाहिँ 50जना महिला चाहिँ फेरि आउनुपर्ने व्यवस्थाहरू यस्तो व्यवस्था चाहिँ गराएको रहेछ। तर हाम्रो जस्तो डाइभर्स सोसाइटी नभएको हुँदाखेरि त्यहाँको र यहाँको समावेशिताको इस्यु पनि फरक होला। जस्तो अहिले हाम्रोमा 11% महिलाहरू उम्मेदवार भए यो पहिलो हुनेले जित्नेमा भन्दै गर्दाखेरि त्यहाँ चाहिँ टोटल उम्मेदवार चाहिँ जम्मा 4% रहेछ अहिले जुन इलेक्सन भयो। त्यो भने चाहिँ 83जना जति हुँदो रहेछ, त्यो मध्ये चाहिँ जम्मा 7जना चाहिँ इलेक्टेड भएको अवस्था रहेछ। यी सबै कुराहरू हेर्दाखेरि र त्यहाँको भोटरहरूको प्याटर्न हेर्दाखेरि र के अरे बाङ्लादेश अहिलेको बाङ्लादेश हेर्दै गर्दाखेरि त्यो बाङ्लादेश पनि फेरि हाम्रो दक्षिण एसियाकै एउटा भूभाग भएको हुँदा र त्यो बाङ्लादेश 1971सम्म पाकिस्तान, त्योभन्दा अगाडि चाहिँ भारतै, के अरे फेरि 47भन्दा अगाडि त भारतै भइरहेको सन्दर्भमा ब्रिटिस इन्डियाले शासन गरिरहेको सन्दर्भमा चाहिँ अब मलाई लागेको कुरो चाहिँ अब त्यहाँ कति इन्क्लुसिभ भयो होला भनेर हेरेर त्यसको पनि हाम्रो रिफ्लेक्सनहरू यहाँ आउँदाखेरि राम्रो हुन्छ होला भन्ने लागिरहेको थियो। त्यसरले चाहिँ यसलाई कसरी हेरिरहनु भएको छ? बाङ्लादेशकै कन्टेक्स्टबाट अब हेर्नुपर्दाखेरि चाहिँ अब सरले अघि सुरुवातमै विषय उठानमा पनि भन्नुभएको थियो कि अब यो प्रोटेस्टहरू सबै ठाउँमा भए। अब मेरो चाहिँ व्यक्तिगत अलिकति चाहिँ यो प्रोटेस्टहरू भइसके पश्चात चाहिँ कस्ता परिणामहरू आयो भन्ने कुरालाई चाहिँ मैले पछिल्लो समय चाहिँ अलिकति क्रिटिकल्ली हेर्छु। त्यो पनि खास गरी अलिकति लोकतान्त्रिक प्लस मानव अधिकारको दृष्टिकोणबाट हेर्ने गरेको छु। मेरो चाहिँ आफ्नो व्यक्तिगत रूपमा हेर्नु पर्दाखेरि चाहिँ अब बाङ्लादेशको प्रोटेस्ट र नेपालकै प्रोटेस्ट चाहिँ हामीले हेर्ने हो भनेदेखि चाहिँ यो दुइटैले बल्स्टर केलाई गर्यो भन्न खोजेको मलाई खास गरी भन्नेदेखि दक्षिण एसियाको पुरानो देश हामी र कान्छो देश बाङ्लादेश हो यसरी हेर्ने हो भनेदेखि चाहिँ
अब यो कान्छो देश र पुरानो देश भन्ने कुरोले खासै तात्पर्य त नराख्ला, तर अहिलेको कन्टेक्स्टमा चाहिँ यो 50 वर्षमा बङ्गलादेशले जे जति कुराहरू हासिल गरेको थियो त्यो भनेको लोकतान्त्रिक इन्स्टिट्युसनहरूलाई बलियो बनाउने कुरामा, र नेपालले चाहिँ पुरानो भएर त के गर्नु, संविधान त भर्खर 2072मा आएको संविधान हो। त्यसैले गर्दाखेरि यो 8-10 वर्षमा चाहिँ संविधान आइसके पश्चात चाहिँ हामीले हाम्रो इन्स्टिट्युसन्सहरूलाई, खास गरी लोकतान्त्रिक स्तम्भहरूलाई र कति बलियो बनाउनु पर्ने थियो। यो दुईटा कुरोमा चाहिँ हामी कतै चुकिरहेका छौँ कि छैनौँ भन्ने खालको कुरा हो। दुईटै देशको आन्दोलन पछिको परिणामहरू के राम्रो छ त भन्न खोजेको। बाङ्लादेशको कन्टेक्स्टमा हेर्ने भनेदेखि के त्यहाँ अल्पसङ्ख्यक समुदायहरूले चाहिँ यो चुनावबाट प्रतिनिधित्व सुनिश्चित गर्दछन्, एउटा कुरा हुनसक्छ, या फेरि उनीहरूले के कति अब थाहा छैन, यो इन्टरनेसनल मिडियामा आइरहेका कुराहरू एउटा कुराहरू होलान्। त्यसले गर्दाखेरि नेपालसम्म पनि त्यो कता कता सरेर चाहिँ विभिन्न कन्फ्लिक्टका कुराहरू पनि आइरहेको देखिन्छ। तुलनात्मक रूपमा बाङ्लादेशमा यो घटना घट्यो रे है भन्ने खालको कुरामा चाहिँ हाम्रो तराईमा विभिन्न खालको सिचुएसनहरू पनि देखिन्छ। भन्दै गर्दाखेरि त्यो एउटा अल्पसङ्ख्यकको दृष्टिकोण एउटा होला। सो समग्रमा हेर्नु पर्दाखेरि यसले चाहिँ हाम्रो लोकतान्त्रिक मूल्य मान्यताहरूलाई, मानवाधिकारका प्रिन्सिपलहरूलाई कति बलियो बनाइरहेको छ। उदाहरणको लागि अब नेपालको कन्टेक्स्टमा हौँ, जेनजी प्रोटेस्ट भइसके पश्चात चाहिँ यो एन्टी करप्सन मुभमेन्ट थियो, म यसलाई त्यसरी बुझ्दछु। तर त्यस पश्चात चाहिँ के यसले नेपालको संविधानलाई बलियो बनाइरहेको छ त? यसबाट आइरहेका रिजल्टहरूले चाहिँ एउटा फ्रेस म्यान्डेटमा जानलाई चाहिँ दिशानिर्देश गर्यो होला, हामी त्यता गइ त रहेका छौँ। तर के यसले समावेशितालाई एकदमै बलियो बनाइरहेको छ त? यो इलेक्सनमा त्यो कुरो मेजर हुन पुग्यो त? आर्थिक समृद्धि सबै नेपाली जनताको चाहना हो, मेरो पनि व्यक्तिगत रूपमा चाहना हो। तर यसले के अरू लोकतन्त्रका मूल्य मान्यताहरूलाई, मानवाधिकारका मूल्य मान्यताहरूलाई कति चाहिँ बलियो बनाइरहेको छ? यो आन्दोलनले महिला प्रतिनिधित्व चाहिँ एकदमै धेरै सुनिश्चित हुनुपर्छ भन्ने कुरोलाई कति सुनिश्चित गर्न सक्यो? यो आन्दोलन पछिको चुनावी माहौलले चाहिँ हाम्रो नेपाली समाजमा पिँधमा पारिएका, बहिष्करणमा परेका समुदायहरूलाई चाहिँ एकदमै धेरै सुनिश्चित गर्नुपर्छ भनेर कति चाहिँ सुनिश्चित गर्यो? यो आन्दोलनले माग गरिरहेको कुरो चाहिँ भ्रष्टाचार हुनु हुँदैन भन्ने खालको। अब करप्सनलाई सिम्पल एङ्गलबाट हेर्ने हो भनेदेखि के अहिले भइरहेको इलेक्सनमा उम्मेदवारहरू एकदमै स्पष्ट र राम्रो छन् त? या फेरि तुलनात्मक रूपमा देखिएका त्यति धेरै गठबन्धन चाहिँ योपालिको इलेक्सनमा देखिएन। तर जुन तरिकाले पुराना पार्टीहरू या नयाँ पार्टीहरू इलेक्सनमा गइरहेको छन् ती राम्रा हुन् त भन्ने खालको कन्टेक्स्टहरू, दलहरू कति सचिए सुध्रिए भन्ने खालको एउटा होला। जुन तरिकाले नेकपा एमाले टिकट वितरण गर्यो के त्यो ठिक थियो त भन्ने खालको हो। चाहे नेपाली काङ्ग्रेसले वितरण गरिएको समावेशीको एङ्गलबाट पूर्ण रूपमा ठिक छ त भन्ने खालको हो। नयाँ या एकदमै सम्भावित बलियो ठुलो दल भन्ने देखिएको राष्ट्रपाले जुन तरिकाले टिकटहरू वितरण गरेको छ, चाहे देखिएको छ भने ठिक हो त भन्न खोजेको। सरले भर्खरै डेटा प्रस्तुत गर्दै हुनुहुन्थ्यो कि समग्रमा हेर्ने हो भनेदेखि 11% जति नेपालको टोटल उम्मेदवारहरूको 11% मात्रै महिला उम्मेदवार हुनु, जित्ने कुरा त आफ्नो ठाउँ होला, के त्यो सन्तोषजनक अवस्था छ त? प्रत्यक्षमा मात्रै हो। अब समानुपातिकलाई मैले त्यही भन्दैछु। अब समानुपातिक भन्ने कुरो चाहिँ सुनिश्चित छ, त्यसैले गर्दाखेरि म त्यसमा त्यति धेरै बहस गर्न चाहदिनँ। तर मैले देखिरहेको विभिन्न अध्ययनहरूले के देखाएको छ भन्दै गर्दाखेरि चाहिँ नेपालका स्थापित राजनीतिक दलहरू र अब ठुलो हुने निर्वाचित दलहरूको सबै दलको डेटालाई गएर हेऱ्यो भनेदेखि कुनै पनि दलमा चाहिँ महिला उम्मेदवार चाहिँ 10% भन्दा माथि छैनन्। सन्तोषजनक अवस्थामा छौँ त? नेपालमा अब ठुलै जनआन्दोलनै मान्ने हो भने, यसलाई मानिएकै छ भनेदेखि यसले ल्याइरहेका कुराहरू चाहिँ समाजसँग या फेरि लोकतन्त्रमा को एङ्गलबाट हेर्नु पर्दाखेरि, मानवाधिकारको एङ्गलबाट हेर्नु पर्दाखेरि यो ठ्याक्कै मिलिरहेको छ कि छैन भन्ने हो। जस्तो मार्जिनलाइज कम्युनिटीको एङ्गलबाट हेर्ने हो भनेदेखि प्रत्यक्ष उम्मेदवारहरूको कन्टेक्स्टमा जनजाति र मधेसी समुदाय बाहेकको अरू समुदायहरू जसरी मुस्लिम समुदाय भयो, दलित समुदाय भयो, कुनै पनि दलबाट 5% भन्दा माथिको चाहिँ उम्मेदवारिता छैन भनिसके पश्चात त सबै त फेरि पनि मार्जिनलाइजेसनमै परेको देखिन्छ। त्यसैले म समावेशीको एङ्गलबाट पूर्ण रूपमा चाहिँ परिवर्तन आएको देख्दिनँ। सायद बङ्गलादेशको कन्टेक्स्टमा के छ म्यामले फेरि पनि त्यसमा थप्नु होला होइन। नेपालकै कन्टेक्स्टमा चाहिँ म एकदम अलिकति धेरै कुराहरू चाहिँ बदलिएको जस्तो चाहिँ देखिँदैन। अब बिस्तारै यसपछि सरकार बन्ला, त्यसले कसरी काम गर्ला भन्ने कुरो त भोलिको बहस हो। तर अहिले आँखा अगाडि ठ्याक्कै इलेक्सनको सन्दर्भमा हेर्नु पर्दाखेरि चाहिँ मैले त्यस्ता कुराहरूमा चाहिँ एकदम क्रिटिकल भएर हेर्न थालेको जस्तो मलाई व्यक्तिगत रूपमा लाग्छ। बाँकी कुराहरू अलिकति पछि म्याडमले त्यसमा थपिदिनु होला जस्तो लाग्यो। मैले यो अहिलेको संविधानलाई चिरफार गर्दा मैले चाहिँ कसरी हेर्दो रहेछु भने, जस्तो समानुपातिक सहभागिताको प्रश्न चाहिँ 64 को इलेक्सन पछि आयो होइन। 64 पछि हामीले यो सायद 5औं इलेक्सन गर्दैछौँ के अरे, 2टा संविधान सभा त्यसपछिको नियमित इलेक्सनहरू होइन। 2टा संविधान सभामा चाहिँ डिस्कोर्स चाहिँ साँच्चीकै यो समानुपातिको सन्दर्भमा मधेसी, महिला, दलित र जनजाति भन्ने जुन नेताहरूको जम्मै मुखैमा आएको कुरा थियो त्यसमा अलिअलि फोकस थियो कि जस्तो लाग्छ।
तर पछिल्लो चरणमा चाहिँ अहिले तपाईँले भने जस्तो यसो संविधानलाई हेर्दै जानुहुन्छ भने अहिलेको संविधान चाहिँ इन्क्लुजनको कुरा चाहिँ गर्दो रहेछ होइन, तर दुईतिर मात्रै अलिकति फोकस छ, त्यो पनि एकदमै पूर्ण रूपमा फोकस चाहिँ छैन रहेछ है। अब हुन त त्यहाँ शब्दावली त कहाँसम्म रहेछ भनेदेखि अब सबभन्दा बढी इन्स्योर गरेको छ खसारेको लागि 31.2, जुन चाहिँ मेरो विचारमा सामाजिक न्यायको हकको सन्दर्भमा जसरी एफर्मेटिभ एक्सन ल्याउनु पर्ने हो त्योभन्दा गलत छ। त्यहाँ सामाजिक न्यायको हकमा चाहिँ के भनिएको छ भने आर्थिक रूपमा कमजोर, त्यो पनि ठिकै छ, आर्थिक रूपमा कमजोर भएका खसारे पनि प्रोटेक्टेड हुनुपर्छ भन्ने हो। तर ठ्याक्क अहिले यो समानुपातिक निर्वाचन निर्देशिकाले चाहिँ खसारेलाई 31.2% सिट छुट्याएपछि मात्रै अन्ततिर लैजाऊ भनेर 100% जुन 40% समानुपातिकलाई 100 मानेर त्यसरी छुट्याइदिए अवस्था रहेछ। त्यसमा एउटा राम्रो कुरा चाहिँ के छ भने संविधानमै महिलाको चाहिँ 33 भन्दा कम हुन हुँदैन भन्दै छ र संविधानकै एउटा व्यवस्था अन्तर्गत चाहिँ कमसेकम वडा लेभलमा दलित महिलाहरूको प्रतिनिधित्व चाहिँ सुनिश्चित गर्दै छ। र त्यो महिलाको चाहिँ अन्यत्र पनि कहाँ छ भनेदेखि जस्तो पालिकाहरूमा मेयर अथवा उपमेयर उठाउँदाखेरि लैङ्गिक रूपमै अल्टरनेटिभ दिनुपर्छ भनेर त्यहाँ पनि महिलाको इन्स्योर गर्दैछ भन्दाखेरि पछिल्लो चरणमा संविधान सभा पछिका इलेक्सनका मेनिफेस्टोहरू अथवा इलेक्सनका लागि बनेका नेपालका कानुनहरू सबै हेर्नुहुन्छ भनेदेखि चाहिँ अलिअलि दुईटा कम्युनिटीलाई चाहिँ काहीँ न काहीँ टेकेको छ। त्यो बाहेकको अरू कम्युनिटीको सन्दर्भमा चाहिँ त्यो प्रकारको एकदमै आर्टिकुलेट गरेको अवस्था चाहिँ देखिँदो रहेछ। त्यसैमा पनि मैले अहिले भने जस्तै महिला पनि 50+ 33मा गर्नु र तर कमसेकम दलितको सन्दर्भमा चाहिँ स्थानीय तहमा चाहिँ दलितको रिप्रेजेन्टेसन प्रोपोर्सनेटली 20% राख्दैछ। त्यो रिप्रेजेन्टेसनलाई कमजोर बनाउन चाहिँ खोजिया छ होइन। के भनिएको छ भनेदेखि तपाईँहरू चाहिँ वडा सदस्य हो भन्न खोजिया छ, तर उहाँहरू वडा सदस्य मात्रै चाहिँ होइन कि पालिकाको विधायिकाको सदस्य पनि हो। उहाँहरूले त्यहाँको बजेटदेखि सबै पास गर्ने सन्दर्भमा चाहिँ उहाँहरू जसरी मेयर चाहिँ चेयर मात्रै गर्छन्, उपमेयर र वडा अध्यक्ष बराबरको हैसियतमा ती महिलाहरू पनि हुने हुँदा होइन, गाउँ अथवा नगरसभाको सदस्य हुने हुँदाखेरि त्यसलाई चाहिँ त्यो प्रकारले वेटेज दिएर जान सकिन्छ भन्न सकिने अवस्था रहेछ। तर यही सन्दर्भलाई अब थाहा छैन मलाई चाहिँ यो बङ्गलादेशको सन्दर्भमा कतै तुलना गर्ने डेटाहरू पाइँदो रहेछ के होला अब त्यो चाहिँ मैले खासमा सर त्यति माइन्युटली यो न्युमेरिकल डाटाहरूमा म गएको छैन, किनभने चाहिँ मैले एज अ इलेक्सन अब्जर्भर भनेको इस बुथ सिक्योरिटी एन्ड भोटरको त्यो टर्नओभर त्यसरी हेरिने गरेको छ कि इलेक्सन अब्जर्भरहरूले। त्यो न्युमेरिकल फिगरहरूमा त्यो पछि इन डिटेलिङमा चाहिँ आउँछ। तर मैले चाहिँ एउटा कुरा चाहिँ बाहिर जसरी मिडियामा बाङ्लादेशको अल्पसङ्ख्यकलाई लिएर जुन छवि क्रिएट गरियो नि, आई डोन्ट नो कुन एङ्गलबाट आयो मलाई थाहा छैन। मैले प्रत्यक्ष रूपमा एउटा गाउँ भिजिट गरेँ जुन चाहिँ गाजीपुर नजिकै थियो। त्यहाँ चाहिँ हिन्दू फ्यामिलिजहरू थियो, मैले भिजिट गरेँ, उहाँहरूको घरै गएर गफै गरेर आएँ कि। अनि त्यो जोडिएको गाउँ के, जोडिएको मुस्लिम र हिन्दूको जोडिएको गाउँ, मैले त्यहाँ केही पनि भेटिनँ। जे कुरा बाहिर देखाइएको थियो केही पनि भेटिनँ। मैले त्यो दिनको इलेक्सन अब्जर्भेसनको बेलामा एउटा बुथमा गएर अब त्यहाँको हिन्दू कम्युनिटीले लाउने भनेको त्यो बेङ्गली टाइपको सेतो र रातो छुरा हो कि, त्यसबाट डिस्टिङ्क्ट हुन्छ, छुट्टिन्छ कि को हो भनेर। अनि मैले उहाँहरूलाई रोकेँ, अनि रोकेर मैले गफ गरेँ, तपाईँहरू भोट हाल्न आउनुभएको तपाईँहरूलाई डरले आउनुभयो कि बाध्यताले आउनुभयो अथवा के कारणले आउनुभयो, तपाईँ कुन ठाउँमा बस्नुहुन्छ, त्यहाँको वातावरण कस्तो छ, सरसर्ती मैले गफ गरेँ। भोट हाल्नुभयो भनेर औँला देखाउनु भयो, मैले त्यही फोटो खिचेर राखेँ पनि सोसियल मिडियामा कि उहाँहरूको यति अब त्यो विथ द पर्मिसन राखेको हो, मैले फुल पिक्चर राखिनँ। उहाँहरूको एक्सपिरियन्स मैले सुन्दाखेरि त्यो एउटा गाउँ, त्यसपछि एउटा फ्यामिली, अनि त्यसै गरेर कयौँ मान्छे भेटेँ कि जे हामीलाई देखाइएको छ हामीसँग त्यस्तो एक्सपिरियन्स छैन होइन। मलाई त्यो पार्ट हेर्दाखेरि यो जुन डिजिटल डेमोक्रेसी छ नि, डिजिटल डेमोक्रेसीको स्पेसमा हामी कहीँ झुट बेचिरहेछौँ कि जस्तो पनि लाग्न थाल्यो कि मलाई डेमोक्रेसीको नाममा। र कतिपय कुराहरू म कन्टेन्ट क्रिएटरहरूलाई पनि भन्छु कि तपाईँले क्रिएट गरेको कन्टेन्ट चाहिँ रियल हो कि फेक हो, तपाईँले भेरिफाई गर्नुभयो, तपाईँले कन्सेन्ट लिनुभयो, त्यो कुराहरू पनि म भन्छु। र त्यसै गरेर बाङ्लादेशकै सन्दर्भमा मैले हिन्दू माइनोरिटिजलाई लिएर मैले त्यहाँको ह्युमन राइट डिफेन्डरहरूसँग कुरा गरेँ कि धेरैजनाहरूसँग मैले भेटेर कुरा गरेँ। उहाँले के भन्नुभयो भन्दाखेरि हामीलाई पनि त्यो डर थियो अन द इलेक्सन डे, पोस्ट र प्री
त्यसमा चाहिँ माइनोरिटिजहरूमाथि चाहिँ हमला हुने, हिंसा हुने त्यो प्रबल सम्भावनाहरू थियो। हामीले गएर निर्वाचन आयोगलाई रिक्वेस्ट गऱ्यो। निर्वाचन आयोगले एउटा सिक्योरिटी WhatsApp ग्रुप फर्म गर्यो र त्यो ग्रुप चाहिँ कस्तो भयो भने विदिन द सेकेन्ड इन्फर्मेसन आउने बित्तिकै त्यो स्पट चाहिँ पुग्छ भन्ने उहाँहरूले मेसेज दिनुभयो कि। र त्यो WhatsApp ग्रुपमा चाहिँ मानवाधिकार कर्मीहरू, सुरक्षा निकायहरू त्यो सबैजना हुनुहुन्थ्यो र इट्स अफोर्चुनेट कुनै पनि त्यस्ता इन्सिडेन्ट त्यो दिन नोटेड भएनन्। सो मैले भन्न खोजेको के भन्दाखेरि भयो होला त्यो जुलाई अपराइजिङको बेलामा त्यो पिरियडमा कतिपय माइनोरिटिजहरूलाई त्यस्तो किसिमको थ्रेट, अब एकजनालाई त जिउँदै घरमै जलाएको घटनाहरू पनि बाहिर आएको छ होइन। सो त्यस्तो इन्सिडेन्टहरू रिपोर्टेड भए होलान्। अब त्यहाँ हिन्दू र मुस्लिमको टेन्सन पनि भएकै हो, नभएको होइन। तर अन द त्यो सबै कुरालाई एकतिर राख्ने हो भने त्यो पिरियडमा मैले केही कुरा नोट गरेन, विच इज गुड, त्यो चाहिँ राम्रो हो होइन। अब हामी चाहिँ फर्केर इन्क्लुजनको पार्टमा त्यसैमा बङ्गलादेशमा हेर्दाखेरि सरले भन्नुभयो जस्तै मैले पनि निर्वाचन आयोगले 50वटा सिट रिजर्भ छ महिलाको लागि, जसले जति जिते पनि त्यो 50 चाहिँ फुलफिल गर्नै पर्छ। सो त्यहाँको राजनीतिज्ञ अनि मानवाधिकार कर्मी जर्नलिस्टहरूले 7 अर्नामेन्ट भन्दो रहेछ कि त्यसलाई चाहिँ 7 अर्नामेन्ट टाइपको ट्यागिङ गराएर रहेछ। सो डाइरेक्ट क्यान्डिडेसी त्यहाँ पनि एकदम कम थिए। इभन BNPले पनि एकजना उनीहरूको एकदम वान अफ द भोकल फिमेल लिडरलाई चाहिँ पार्टीबाटै निष्कासित गर्यो र उसले चाहिँ पछि गएर प्रत्यक्ष आफ्नो इन्डिपेन्डेन्ट क्यान्डिडेसी जितेर आइन् तिनी होइन। सो ऊ एक्लो मान्छे जसले चाहिँ आवामी लिगलाई त्यति बेला पनि सडकमा आएर सदनमा आएर च्यालेन्ज गरिरहेको थियो। सो उसले जितिन् कि। अब नेपालको हकमा चाहिँ हामीले कुरा गर्दाखेरि इन्क्लुजनको प्याटर्न चाहिँ अब सुरुवात भयो सर होइन, इन्क्लुजनको सुरुवात नेपालमा भयो। तर वास्तविक जुन एउटा रियलाइजेसन भन्छौँ नि हामीले, अनुभूति भन्छौँ नि, इन्क्लुजनको समावेशीकरणको एउटा अनुभूति जुन भन्छौँ नि, त्यो अनुभूतिको मामलामा राजनीतिक दलहरू त्यति उदार हुन सकेनन्। त्यो उदारता चाहिँ अहिले पनि कमजोर छ कि। उनीहरूले देखाएका जुन व्यवहार छ अहिले पनि उनीहरूले यो समावेशीकरणको मुद्दा, दलित, मुस्लिम, आदिवासी जनजाति, महिलाहरूको सवालमा तिनीहरूको जुन एउटा पोस्चर छ नि, त्यो पोस्चरले समाजको त्यो तबका त्यो वर्गलाई नेग्लेक्ट गरेकै छ कि, उपेक्षित गरेकै छ कि। त्यहाँ चाहिँ अहिले पनि कस्तो भइदियो भन्दाखेरि निर्वाचन आयोगले त्यो सिलिङ नराखे भए, जुन अघि सरले भन्नुभयो नि 37% एउटा पर्टिकुलर उसलाई राखेर बाँकी बचेको चाहिँ डिभाइड गरेर होइन, त्यो निर्वाचन आयोगले सायद त्यो जनसङ्ख्यात्मक सिलिङ नराखेको भए सायद यो पनि आउँदैन थियो होला। दलहरू उदार छैनन् कि। दलहरूले मुस्लिमलाई भोटको लागि मात्रै दिन खोज्छन्, दलितलाई भोटको लागि मात्रै क्यान्डिडेसी। प्रत्यक्षमा हेरौँ न, कतिजना दलित उम्मेदवार हुनुहुन्छ, कतिजना मुस्लिम उम्मेदवार हुनुहुन्छ। म कहिले पनि एउटा नाम बिर्सिँदैन कि, नजमा बेगम होइन, बाराको नजमा बेगम। त्यो उहाँ किन जित्नुभयो भन्दाखेरि उहाँको हस्बेन्ड निर्वाचनको मुखमा मारिनु भएको थियो, त्यस कारणले उहाँ जितेर आउनुभयो कि। त्यो माइन्डसेट अहिले पनि छ कि। सो एकजना महिला लडाकु जो चाहिँ फोर फ्रन्टमा बसेर माओवादीको कम्ब्याटेन्ट थिइन् कि तिनलाई समानुपातिकमा राखेर तिनलाई नभनेर तिनको समानुपातिकबाट तिनको नाम हटाइयो र अहिले तिनी स्वतन्त्र उम्मेदवार भएर आफ्नो प्रेसर कुकर चिन्ह बोकेर ठाउँ एक्लै कुदिराखेछिन् कि। मैले भन्न खोजेको भन्दाखेरि यो इन्क्लुजनको मुद्दामा दलहरूले नेपालको संविधानको धारा 45 बिर्से के। 18 पनि बिर्से, 45 पनि बिर्से। 18ले यिनै कुराहरू गर्छ, राइटहरूलाई इन्स्योर गरेको छ। 45ले सामाजिक न्यायको कुरा गरिरहेको छ। यो दुइटैलाई नेपालका राजनीतिक दलहरूले फिटिक्कै बिर्से कि। अहिले पनि मैले यदि गन्ने नै हो भने दलित उम्मेदवार कति सायद गाह्रो छ होइन भनेर अब त्यो भन्नै गाह्रो छ। मुस्लिम उम्मेदवार कति त्यो पनि भन्नै गाह्रो छ। एकाध छन् जो चाहिँ पार्टी परिवर्तन गरेर जेनतेन अगाडि आएका छन् होइन। सो यो पाटोहरूलाई हामीले कुरा गरिरहँदाखेरि अब बङ्गलादेशलाई कम्पेयर गर्न सकिँदैन, मिल्दैन। बङ्गलादेशको 2-3टा मात्रै
माइनोरिटिज ग्रुपहरू छन्, जस चकमा, त्यसपछि हिन्दू माइनोरिटी। सो चकमा इज द वान अफ द इन्डिजिनस कम्युनिटी, त्यहाँको आदिवासी जाति हो। अब त्यो वेल एक्नोलेज छ। मानव अधिकार आयोगको गठन गर्दाखेरि एउटा चकमा मेम्बर अनिवार्य हुन्छ कि आउनुहुन्छ उहाँ जहिले पनि, त्यो आदिवासी जनजातिको प्रतिनिधिको रूपमा बङ्गलादेशको मानव अधिकार आयोगमा जहिले पनि एउटा रिप्रेजेन्टेटिभ हुन्छ कि। त्यसै गरेर अहिलेको क्याबिनेट उहाँहरूले जुन फर्म गर्नुभयो पोस्ट इलेक्सनको क्याबिनेट, त्यसमा पनि अल्पसङ्ख्यकहरूलाई वेल एक्नोलेज गरेर राखेको छ। सो त्यो पार्ट अर्कै छ। त्यहाँ चाहिँ जुलाई अपराइजिङलाई समहाउ एड्रेस गरेको देखिन्छ कि, तर हाम्रो कन्टेक्स्टमा होइन। तर म्याडम त्यसमा मलाई मेरो आफ्नो ओपिनियन चाहिँ जुलाई अपराइजिङ जुन कारणले भएको भन्यो नि, युवाहरूको सहभागिता, अहिले हजुरले त अझ त्यसलाई भ्रष्टाचारको कुरामा जोड्नु भएको थियो। तर रिजल्ट आउँदाखेरि त 15 वर्ष अगाडिसम्म सत्तामा भएको बङ्गलादेशकै पुरानो पार्टीको इन्स्टिट्युसनल कमब्याक जस्तो मात्रै भयो नि त। त्यहाँ त जस्तो जसले चाहिँ आन्दोलन गरेका थिए त्यसको एकदमै राम्रो फलोवर भनेका मान्छेहरू पनि हारे। युवाहरूको प्रतिनिधित्व कस्तो होला थाहा छैन। तर पार्टीभित्रका युथहरू फेरि जितेर आएका छन् कि, पार्टीभित्रका युथहरू जितेर त्यसैमा मैले उ गर्न खोजेको कुरा चाहिँ जस्तो कमसेकम 15 वर्षदेखि होइन, मैले एउटा टर्म युज गरेको थिएँ, निषेधको राजनीति जुन यो आवामी लिगबाट भएको थियो, अथवा पहिला त्यही निषेधको राजनीति बिएनपीले गर्थ्यो भनेपछि 10 वर्ष 15 वर्षपछि चाहिँ अल्टरनेटिभ त्यही दुईजना, अब पहिला त बेगम भनिन्थ्यो, अब अहिले अब उनको छोरा आए फेरि। अब अनफर्चुनेटली म्याडम बितेको 1-1.5 महिनापछि नै इलेक्सन भयो। त्यो मात्रै देखियो कि अर्थो केही देखियो होला? त्यो चाहिँ अलिकति इन्ट्रेस्टिङ हुन्छ कि जस्तो लाग्यो। मैले यो जुन जुलाई अपराइजिङमा जुन युथहरू जसरी आए नि, भनौँ न, अब त्यो इन्ट्रिम युनेस नोबेल लरेट युनेसको गभर्मेन्टभित्र युथहरूको राम्रो प्रेजेन्स रह्यो नि। अनि पछिल्लो चाहिँ जब निर्वाचन भयो, त्यो निर्वाचनमा ती युथहरू धेरै हारे कि, धेरै हारे। जो उम्मेदवारहरू थिए धेरै हारे। तर विदिन द पार्टी जति पनि क्यान्डिडेटहरू थिए त्यसमा पनि युथ क्यान्डिडेटहरू जितेर पनि आएका छन् कि। इट्स नट ओन्ली द सिनियर ओन्ली होइन। त्यो अब लाइक मैले भेटेका जो क्यान्डिडेट, मैले क्यान्डिडेटहरू खासै भेटिनँ, जुन मैले लोकल लेभलमा जे देखेँ नि मैले त्यो भनिरहेको छु। सायद मेरो मैले भने नि, म एकदमै माइनरली त्यो डाटा वेमा म गएको छैन कि। त्यो ठिकै छ, किन भन्दाखेरि त्यो फरक कन्टेक्स्ट छ, देश हो होइन, हामीलाई त्यति जेन्युन रिगोरसली त्यो डेटामा जानुपर्छ भन्ने पनि होइन। तर सरले भन्नुभएको जस्तो चाहिँ के दुईवटा फरक देखिन्छ भन्दै गर्दाखेरि मलाई दुइटैमा लागेको सन्दर्भ चाहिँ अब इन्टरनेसनली मिडियामा आइरहेको कुरो र हाम्रो कन्टेक्स्ट हेर्नु पर्दाखेरि जसले प्रोटेस्ट गरे र त्यस पश्चात दल स्थापित गरे र उनीहरू चुनाव जित्न सकेनन्, पुरानै दल सरले जुन आयो भन्नुभयो, ठ्याक्कै त्यही कन्टेक्स्ट। नेपालको कन्टेक्स्टमा चाहिँ अलिकति डिफ्रेन्ट र मलाई लागेको कुरो चाहिँ जेनजी प्रोटेस्ट त भयो। त्यो प्रोटेस्ट पश्चात चाहिँ त्यो प्रोटेस्टले ल्याएको जे आउटकम थियो, त्यो आउटकमको चाहिँ त्यो फल खाने व्यक्ति को, चाहे त्यो इन्स्टिट्युसन को हो भन्ने क्वेसनमा आयो। जति बेला चाहिँ मैले जेनजी प्रोटेस्ट भइरहेको बेलामा देखेको, त्यति बेला चाहिँ सबैभन्दा अब हाइटमा रहेको व्यक्ति चाहिँ अहिले प्रधानमन्त्रीको उम्मेदवार हुनुहुन्छ राष्ट्रपाबाट, तर त्यति बेला चाहिँ एकदमै नेग्लेक्ट गरिएको या फेरि मान्छेले मन नपराइएको अर्को व्यक्ति हुनुहुन्थ्यो, त्यही पार्टीको सभापति हुनुहुन्छ रवि लामिछाने। किन भन्दाखेरि हामीले जेनजी प्रोटेस्ट गरेको तिमीलाई जेलबाट भगाउन होइन भनेर अधिकांश जेनजी लिडरहरूले भन्नुभएको कुरा हो। अब ठ्याक्कै कन्टेक्स्ट के भइदियो भन्दै गर्दाखेरि त्यो पार्टी चाहिँ जेनजी प्रोटेस्टको आउटकमलाई क्यास गर्ने साँच्चीकै हकदार हो कि होइन भन्ने कन्टेक्स्ट हो मेरो चाहिँ अहिलेको सन्दर्भमा। तुलनात्मक रूपमा इतिहासमा आन्दोलनहरूमा चाहे परिवर्तनहरूमा के देखिन्छ भन्दै गर्दाखेरि जसले त्यो परिवर्तन ल्याएको हुन्छ तुलनात्मक रूपमा केही समयसम्म त्यसको बेनिफिट लिन्छ। भारतलाई आजाद गराउने सन्दर्भमा भारतीय काङ्ग्रेसले लिएको कुरा होला, या फेरि बङ्गलादेश नयाँ देश बनिसके पश्चातको मुजिबुर रहमानको लिगेसी होला, चाहिँ हाम्रै सन्दर्भमा पनि माओवादीले गणतन्त्रको लागि गरेको त्यसपछि बनेको फर्स्ट पार्टीको कुरा होला, या लामो समयसम्म काङ्ग्रेस एमाले जे परिवर्तनहरू ल्याए त्यसका बापतमा लिइरहेको कुराहरू होला। तर कन्टेक्स्ट चाहिँ नेपालको जेनजी प्रोटेस्टमा हेर्ने हो र अहिलेको इलेक्सनमा हेर्ने हो भनेदेखि के राष्ट्रपा साँच्चीकै त्यसको आउटकम लिने हकदार हो या होइन, मेरो प्रश्न चाहिँ सधैँ यहाँनिर छ। किन भन्दै गर्दाखेरि नेपालमा पनि त्यही प्र्याक्टिस भइदिएको भयो। फर एन इक्जाम्पल त्यहाँनिर एटलिस्ट त्यहाँको युवाहरूले आँट गर्नुभयो, पार्टी खोल्नुभयो, कमजोरी हुनुभयो अरे। नेपालमा चाहिँ के त्यति बेलाका जेनजी लिडरहरूले पार्टी खोलेर अगाडि आएको भए फर्स्ट पार्टी हुन सक्थे त, या हुन सक्थेनन् होला?
अहिले जे जति पनि अलिकति माहौल देखिएको छ राजसभाको त्यति पनि उहाँहरूको हुन सक्थ्यो या हुन सक्थेन होला भन्ने एउटा कन्सर्न चाहिँ त्यो नेपालका युवाहरूले। दोस्रो कुरो उहाँहरू जानुभयो या त्यहाँको पोलिटिकल कन्टेक्स्ट कस्तो छ त भन्ने खालको। त्यसले गर्दाखेरि अहिलेको उम्मेदवार चयनको विषयलाई हेर्ने हो भनेदेखि अलिकति सुध्रिएको एङ्गलबाट तुलनात्मक रूपमा हेऱ्यो भनेदेखि त्यसले सबैभन्दा बढी परिवर्तन गराइदिएको कुनै पार्टी म देख्छु भनेदेखि बरु नेपाली काङ्ग्रेस देख्छु। त्यसको आउटकमले अलिकति बाछिटा आएको, त्यो पार्टीमा अलिकति परिवर्तन जस्तो आयो होला, अनि नयाँ लिडरसिप आयो होला र अब टाइम कम भयो भन्ने उहाँहरूको तर्क त होला, तर उहाँहरू पनि पूर्ण रूपमा समावेशी या फेरि पूर्ण रूपमा परिवर्तनलाई चाहिँ एकदमै धेरै एक्सेप्ट गरेर आइसकेको अवस्था चाहिँ देखिँदैन। तर मेरो ठ्याक्कै भनाइ चाहिँ कहाँ हो भन्ने गर्दाखेरि आन्दोलनले आउटकम चाहिँ ल्याउँछ, त्यो आउटकमको चाहिँ ठ्याक्कै नेपालमा जसले क्याच गरिरहेको छ त्यो कतिको सान्दर्भिक थियो या थिएन भनेर एउटाले चाहिँ गर्न खोजे। बङ्गलादेशमा चाहिँ फेल्ड देख्यौँ हामीले तुलनात्मक रूपमा चाहिँ, उहाँहरूले ल्याउन सक्नु भएन, पुरानै भयो, पुरानोभित्र नयाँ आउनु कति सही हो या छैन त्यो अर्को बहसको विषय होला होइन। तर ठ्याक्कै भन्नुपर्दा चाहिँ नेपालको सन्दर्भमा मैले अघि सरले भन्नुभएको कुरो चाहिँ अब समावेशीको कुरोमा दुईवटा मात्रै कुरो भनेर टुङ्ग्याएँ। जस्तो कि हाम्रोमा चाहिँ कहाँ कमजोरी मैले देख्छु भन्ने गर्दाखेरि एउटा नियतमा कमजोरी देख्छु। नेपालको समग्र निर्वाचन प्रणालीलाई समावेशी बनाउने सन्दर्भमा नियतको कमजोरी छ र अर्को केही व्यवस्थापकीय कमजोरीहरू पनि छ र टेक्निकल कुराहरू, कानुनी कमजोरीहरू पनि छ। नियतमा भन्यो भनेदेखि अघि सरले स्थानीय तहको उदाहरण दिँदै हुनुहुन्थ्यो, राम्रो नियतले के ल्याइयो भन्दा कानुन ल्याइयो कि एउटा पार्टीले उम्मेदवार बनाउँदै गर्दा मेयर र उपमेयरमा एकजना महिला र एकजना पुरुष बनाउनु पर्ने कुरा आयो। तर भइगयो भन्दाखेरि नेपालमा गठबन्धन इलेक्सन भयो। हाम्रो वीरगञ्ज महानगरपालिकामा के भन्दाखेरि मेयरको एउटाले उपमेयरको अर्कोले भनेर उम्मेदवार उठाएपछि दुईटैले पुरुष उठाइदिनु भयो। त्यो कारणले गर्दाखेरि दुवैजना हुनुपर्ने टेक्निकल्ली कानुनी चाहिँ सपना के थियो भन्दै गर्दाखेरि एकजना महिला एकजना पुरुष भएर आउनु दुईटा भन्ने पोजिसनमा। तर नेपालको दलहरूको नियत खराब भइदिएकोले गर्दाखेरि दुवैजना पुरुष आइदिनु भयो। अझै पनि हामीले हेर्न नसके अथवा हामीलाई चाहिने कुरा चाहिँ के होला भने बङ्गलादेशको सन्दर्भमा यो जुलाई अपराइजिङ पछि पनि मैले देख्दा चाहिँ खासै चेन्ज भएको छैन। हिजो जसरी निषेधको राजनीति गरेको कारणले शेख हसिना चाहिँ आउट हुनु परेको थियो, आज पनि त्यहाँको चुनाव आयोगले नै उनको पार्टीलाई चाहिँ चुनावमा भागै लिन नदिएको अवस्था छ कि भन्दाखेरि त अर्को निषेधको राजनीति त त्यहाँ छ नि त। भन्दा त्यहाँ चाहिँ इन्क्लुजनको कुरा भएन। हाम्रो नेपालको चाहिँ भोलि तपाईँले भने जस्तै यो प्रोटेस्टको अथवा यो सडकमा आएर त्यत्र मान्छे मरेको उसको के अरे डिभिडेन्ट भन्ने वर्ड युज भएको क्या, डिभिडेन्ट कसले खाला भन्ने त इलेक्सनको रिजल्टले देखाउला होइन। अहिले आइरहेका रुझानहरूलाई लिएर तपाईँले कुरा गरिरहँदाखेरि तर कमसेकम हाम्रोमा चाहिँ निषेधको राजनीति चाहिँ पटक्कै भएन कि, र दुई तिनवटा राम्रा कुरा पनि भएको छन्, त्यसलाई पनि हामीले हेर्नुपर्ने होला। नेपालको इलेक्सनमा चाहिँ अहिलेसम्मकै मैले 48 साल पछिको फलो गर्दा एक दुई ठाउँ भने पनि थिएँ, यहाँहरूले नि हेरिरहनु भयो होला। एउटा चाहिँ एकदमै सङ्गठित फोर्सले, राजनीतिक दलले नै बाइकट भने भएन यो इलेक्सन। हिजो हुन त 7-8वटा साना फोर्सहरूले बाइकटको कुरा गरेका छन् भनेको छ, तर जसरी एकदमै हतियारधारी फोर्सहरूले बाइकट गर्दै आएको थियो त्यो चाहिँ गरेका छैन यसपालिको इलेक्सनमा। र पुराना भनिएका र नयाँ भनिने सबैलाई अपर्च्युनिटी दिएको सन्दर्भमा अब तर जेएनजीले पार्टी नै खोलेन भन्ने कुरामा चाहिँ मेरो चाहिँ के थियो भने जेएनजी जुन सडकमा आएको थियो उहाँहरूको पनि अहिले पनि सुन्दाखेरि जसले चाहिँ यो लार्जर मोबिलाइजेसन गरेको थियो इन्डिपेन्डेन्टली, र उहाँहरू चाहिँ नेपालमा सुशासनको मात्रै कुरा गर्नुहुन्थ्यो। उहाँहरूले त गभर्मेन्ट चेन्ज पनि हाम्रो एजेन्डा थिएन, हामीले त सुधारको कुरा गरिरहेका थियौँ। तर कन्सिक्वेन्स चाहिँ यस्तो भइदियो कि अहिले दुईवटा कुरा आइरहेछ नि, एक थरी षड्यन्त्र थियो त्यही भएर भयो भन्छन्, अर्को हत्याको कारणले यी सबै के अरे विध्वंसहरू भए भन्ने दुईवटा धारको कुरा गरिरहँदाखेरि पनि मलाई चाहिँ जेएनजी भनिनेहरू सडकमा आएको कुरा चाहिँ उहाँहरू संविधान फाल्न, पार्टी दर्ता गरेर जान भन्दा पनि भएको सिस्टममा रिभिजिट गरेर चाहिँ सुशासन होस्, पार्टीहरू नट ओन्ली के अरे युवा मैत्री तर अरू जुन इन्क्लुजनका अघि हामीले कुरा गरेर चर्चा गरेका कुरामा पनि संविधानमा लेखेका कुराहरू कार्यान्वयन गर्ने कुरामा आउन्। संविधानमा लेखेका कुराहरूमा नि कहिलेकाहीँ दुविधाहरू छन्। अघि नै हामीले कुरा गरे जस्तै सामाजिक न्यायको हकले एक थरी भन्छ, प्रस्तावनाले एक थरी भन्छ, अनि फेरि अर्को धारामा गएपछि त्यसलाई चाहिँ के अरे सुव्यवस्थित गर्नुभन्दा उल्टो तरिका गरेर जसरी यो समावेशिताको कुराहरूदेखि अरू धेरै गरेको छ त्यो बाहेक पनि धेरै कुरा, जस्तो अब राष्ट्रिय सभाको सन्दर्भ हेर्ने हो भने राष्ट्रिय सभाको औचित्य जुन पर्मानेन्ट हाउस भनिएको छ त्यहाँ चाहिँ सबै स्थानीय सरकारबाट के अरे चुनाव भएर आउने मान्छेहरू छन्, तर त्यसलाई स्थानीय सरकारको रिफ्लेक्सन गर्ने बडीको रूपमा मात्रै स्पेसलाइज गरे पनि छैन भन्दाखेरि यी सबै त्यहाँभित्रका अलिकति कमजोरीहरूलाई सुधारेर जाने सन्दर्भ थियो होला कि
भनिरहँदाखेरि चाहिँ अब एकाएक इलेक्सन आइसक्यो। यो नेपालको इलेक्सनको अब हुन त यहाँले अब अब्जर्भेसनको एङ्गल मात्रै बडै हेर्दै गर्दाखेरि पनि जस्तो प्री इलेक्सनमा चाहिँ त्यहाँ भएको डिस्कोर्स र हाम्रो नेपालमा अहिले भइरहेको डिस्कोर्स त अलिकति जानु अगाडि केही फलो गर्नुभएको थियो कि अथवा त्यहीँ गएर हेर्दाखेरि केही देख्न सकिँदो रहेछ कि त्यो पनि हामीलाई लाभकारी हुन्थ्यो कि जस्तो लाग्यो मलाई चाहिँ। होइन कस्तो भयो भन्दाखेरि त्यो इनफ्याक्ट मतदानको जस्ट एक दिन अगाडि मात्रै पुग्या हो कि। सो मतदानको एक दिन अगाडि मात्रै पुग्दाखेरि आफ्नो अब कार्ड लिने, इलेक्सन कमिसनको ब्रिफिङमा बस्ने, त्यस्ता कुराहरू मात्रै भयो। अब फेरि इलेक्सनको कुरा त्यही हो, न्युज फलो गर्ने बाहेक अरू केही पनि गर्न सकिएन। र मैले प्री इलेक्सनलाई हेर्दाखेरि कस्तो भयो भन्दाखेरि क्यान्डिडेटहरूले डिजिटल एउटा प्लेटफर्मको माध्यमबाट आफ्नो उम्मेदवार मतदातासँगको जुन एउटा सम्पर्क सूत्र जुन विस्तार गरे नि, त्यसले चाहिँ एउटा रेभोल्युसन नै ल्यायो कि। परम्परागत जुन प्रचार शैली थियो नि, त्यो परम्परागत प्रचार शैलीबाट निस्केर एउटा डिजिटल फोर्समा चाहिँ इन भयो कि। त्यो मलाई के लाग्यो भन्दाखेरि डिजिटल तपाईँ हाम्रो लागि अथवा जोसँग त्यो क्यापेसिटी छैन त्यसको लागि चुनौती हो भने कसैको लागि त्यो अवसरको रूपमा काम गरिरहेको छ, जुन सायद मलाई लाग्छ नेपालको उसमा पनि त्यसले त्यो किसिमको रोल अहिले प्ले गरिरहेको छ कि। नेपालको सन्दर्भमा त्यो रोल प्ले गरिरहेको छ। अब मलाई चाहिँ जसरी अब भनौँ न एउटा दक्षिण एसिया होल एज ए होल एउटा सुशासनको उसबाट पीडित छ कि। चाहे त्यो श्रीलङ्का भन्नुहोस्, चाहे त्यो बङ्गलादेश भन्नुहोस्, चाहे त्यो नेपाल भन्नुहोस्, त्यो सुशासन र सामाजिक न्याय यो दुइटै एउटा प्यारलल उसमा चाहिँ दक्षिण एसिया पीडित नै छ कि। भारतमा पनि त्यति राम्रो होइन, बङ्गलादेशमा पनि त्यति राम्रो ऊ चाहिँ होइन। नेपालमा त अब हाम्रो अवस्था हामी त्यसकै भुक्तभोगीहरू हौँ कि। त्यसमा हामीले कुरा गरिरहँदाखेरि सो मैले यो एउटा चाहिँ चुनावी माहौल, एउटा नयाँ संस्कृतिमा प्रवेश गरेको चाहिँ मैले देखेँ कि एउटा। र सायद नेपालमा पनि त्यो तुलना गर्दाखेरि यहाँ पनि त्यही किसिमको वातावरण चाहिँ हामीले देखिरहेका छौँ कि अहिले। भलै त्यो अझ हामीले हेर्न बाँकी नै छ जस्तो मलाई लागिरहेछ। अनि अर्को एउटा इम्पोर्टेन्ट चाहिँ मलाई एउटा भन्न मन लागेको कि जुन उनीहरूले प्र्याक्टिस गरेर जुन चाहिँ नेपालमा वर्षौँदेखि डिबेट भइरहेछ, यो ओभरसिजमा भएको मान्छेहरूको पोस्टल भोटिङको कुरा छ कि। जुन चाहिँ बङ्गलादेशले कस्तो मजाले म्यानेज गर्यो कि। उनीहरूले 5 दिन दिए ओभरसिजमा भएका व्यक्तिहरूलाई, कर्मचारीहरूलाई, तिम्रो पोस्टल भोटिङ चाहिँ 5 दिनभित्र गर्नु है, पोस्टल भोट चाहिँ तिम्रो 5 दिनभित्र गर्नु। र उनीहरूले त्यो काउन्टिङलाई के गरेर व्यवस्थापन गरे भन्दाखेरि क्युआर स्क्यान मार्फत कि। जब एउटा ब्याङ्किङ सेक्टरले ग्रामीण भेगको मान्छेको खाता खोलेर फन्ड ट्रान्सफर क्युआरबाट गर्न सक्छ भने नेपालमा चाहिँ त्यो भोटिङ मेकानिजम त्यो थ्रु किन फलो गर्न सकिएन कि। हामीले हाम्रो ओभरसिजमा भएको 27 लाख समथिङ छ कि। अहिले हिजो भर्खर मात्रै एउटा अध्यागमनको रिपोर्ट हेर्ने भने 1 लाख प्लस चाहिँ फर्किनु भएको छ भोट हाल्नको लागि कि। सो मैले भन्न खोजेको भन्दाखेरि हरेक मान्छेको लागि 1-1 रुपियाँ भ्यालुएबल हुन्छ कि। र कुनै पनि मुलुकबाट नेपाल फर्केर भोट हाल्न आउनु भनेको लाखौँ रुपियाँ खर्च गरेर आउनुपर्ने हुन्छ कि। सो भोट व्यक्तिको लागि कति महँगो छ कि, भोटिङ राइट सिक्योर गर्नको लागि कति महँगो छ। सो नेपालले त्यो ओभरसिज अथवा पोस्टल भोटरहरूको लागि कुनै पनि व्यवस्था गर्न सकेन कि। यो डिबेट आज भए होइन कि, संविधानमै भनिएको छ कि। संविधानमै भनिएको छ भोटिङ राइट चाहिँ सुनिश्चित गर। त्यसको व्यवस्थापन गर्नको लागि पास्ट 10 इयर्स हामीले केही गर्न सकेनौँ। 10 वर्ष हामीले त्यतिकै खेर फाल्यौँ कि। संविधान जारी भएको 2072मा हो र हामीले पोस्टल भोटिङ यदि व्यवस्था गरेको भए सायद गरिबी पनि रोक्न सक्थ्यौँ कि। एउटा एङ्गलबाट कि गरिबी रोक्न सक्थ्यौँ कि। त्यो चाहिँ हामी सकेनौँ जस्तो मलाई लागिरहेछ। र हाम्रो जुन व्यवस्थापकीय शैली छ नि, त्यो चाहिँ व्यवस्थापकीय शैलीमा दक्षिण एसियामा नेपालको निर्वाचन प्रणाली एकदमै राम्रो छ, एकदमै सबै कुराहरू एकदम राम्रो छ भनेर मात्रै सुन्छु के। यदि राम्रो हो भने यो पोस्टल व्यवस्थापन किन गरेन? त्यो सुप्रिम कोर्टको डाइरेक्टिभ नै थियो कि। सही भन्नुभयो यहाँले। अब नेपालको अब विभिन्न खालको अब व्यवस्थापकीय कमजोरीहरू छँदैछ। यद्यपि हामी अब इलेक्सनमै अलिकति नेपालको कन्टेक्स्टमा फर्केर हेर्ने भनेदेखि मलाई लागिरहेको हामीले अलिकति बहसमा एउटा
प्रमुख रूपमा ध्यान दिनुपर्ने कुरा चाहिँ अघि सरले भन्नुभएको जस्तो चाहिँ र म्यामले भन्नुभएको जस्तो चाहिँ अब हामीले नेपालको अहिलेको इलेक्सनको सन्दर्भमा चाहिँ अब जसरी पनि इलेक्सनमा चाहिँ भइरहेको छ एउटा राम्रो कुरो। दोस्रो कुरो चाहिँ यहाँ निषेधको राजनीति पनि खासै देखिएन, सबैजना इलेक्सनमा पार्टिसिपेट गरिरहेछन्, रिजल्ट आउने भन्ने कुरा त हो। राजनीतिमा मलाई एउटा कुरा भन्न मन लागेको कि कस्तो भन्दाखेरि नि हामी चाहिँ मल्टी पार्टी सिस्टममा छौँ कि र बङ्गलादेश इज डिक्लेयर लाइक नट मल्टी पार्टी, त्यो टु पार्टी टाइपको त्यहाँको पोलिटिक्स छ कि सधैँको टु पार्टी पोलिटिक्स टाइपको छ। तर टु पार्टी इज सो कल टु पार्टी, वान पार्टी मात्रै हुन्छ जहिले पनि। त्यो अब नेपालको सन्दर्भमा निषेधको राजनीति पछिल्लो चाहे जतिसुकै समस्याग्रस्त सिचुएसनमा पनि हामी यहाँ निषेधको राजनीति चाहिँ छैन। त्यही हामीले त्यसलाई चाहिँ एउटा ब्युटी एक्ज्याक्टली सरले पनि भन्न खोज्नु भएको कुरो जस्तो अधिकांश मल्टी पार्टी भएका सिस्टमहरूमा तुलनात्मक रूपमा दुईटै बलियो पार्टी जस्तो देखिने, बाँकी गठबन्धनहरू एलायन्सहरू बन्ने खालको देखिन्छ संसारभरिको पार्लियामेन्ट्री सिस्टममा रहेको कन्ट्रीहरूको एक्सपिरियन्सेसहरू हेर्दाखेरि चाहिँ। एनिवे, तर मलाई लाग्छ अहिलेको चाहिँ चुनावको सन्दर्भमा हामीले हेर्नुपर्ने कुरा भने चाहिँ जुन बेलामा इलेक्सन भइरहेको छ र जुन परिस्थितिबाट आयो र त्यस पश्चात चाहिँ दलहरूले खास गरी जनताको बिचमा जान आफ्नो म्यानिफेस्टो चाहिँ कसरी बनाइरहेका छन्, घोषणापत्रलाई लिएर के छ, मलाई लाग्छ त्यो चाहिँ एकदमै सान्दर्भिक विषय पनि छ अहिलेको सन्दर्भमा। अब अधिकांश दलहरूको नेपालबाट हेर्ने भनेदेखि चाहिँ अब नेपालीहरूको अहिलेको चाहना भनेको समृद्धि हो, आर्थिक समुन्नति हो होइन, त्यसैतर्फ नै सबै दलहरूको केन्द्रित देखिन्छ। त्यसमा देख्न सकिन्छ कसैले चाहिँ अलिकति जनपक्षीय कुराहरू गरेको होलान्, कतिजनाले पुरानो कम्युनिस्ट रटान राखेका होलान्, नयाँ बनाउँदा दलहरूले अलिकति डिजिटल डेमोक्रेसीलाई या डिजिटल इकोनोमीलाई बलियो बनाउनुपर्छ भन्ने खालको कुराहरू पनि राखेको देखिन्छ। मलाई लाग्छ यस विषयमा पनि हामीले अलिकति छलफल गर्नुपर्ने जरुरी छ। यो भन्दा पहिलेको इलेक्सन र अहिलेको इलेक्सनमा चाहिँ घोषणापत्रहरूमा के परिवर्तनहरू हामीले देखेका छौँ, के नयाँपनहरू छ होइन। यहाँ नेपाली समाजले विकासको बाटोमा अगाडि बढिरहँदाखेरि आर्थिक समुन्नति समृद्धि हासिल गर्ने कुराहरूमा चाहिँ नयाँ आखिर घोषणापत्रलाई चाहिँ मलाई व्यक्तिगत रूपमा लागिरहेको चाहिँ एउटा सपना बेच्ने डकुमेन्टको रूपमा म मान्दछु, जनताको बिचमा लग्ने। तर त्यो नराम्रो पनि होइन, किन भन्दै गर्दाखेरि त्यो नेताले सपना देख्नु या जनताको बिचमा सपना लग्नु भनेको भोलिको दिनमा त्यो देश कहाँ पुग्छ भन्ने सपना देख्नु नै हो, त्यो नराम्रो कुरा चाहिँ होइन। तर त्यो सपना चाहिँ कसरी देखाइरहेका छन् या कसरी लिखितम रूपमा चाहिँ जनताको को बिचमा लगिरहेको छन् भन्ने खालको कुरा हो। अब मैले चाहिँ देखेका कुराहरू हुन्, सरलाई चाहिँ के लाग्छ अलिकति नयाँ के छ, दलहरू अलिकति चेन्ज भएर नयाँ घोषणापत्रमा केही कुराहरू ल्याइरहेको छन् या होइन, यो देशको आर्थिक विकासको मात्रै कुरा ल्याएको छन् कि अलिकति सामाजिक पक्षहरूलाई पनि छोएका छन्, के लाग्छ सरलाई भन्ने म सरबाट अलिकति सुन्न चाहे खास गरी। र म्यामको पनि बङ्गलादेशको कन्टेक्स्टमा केही नयाँ कुरा भेट्टाउनु भएको थियो भने एड गर्नु एउटा कुरा चाहिँ जस्तो यो घोषणापत्रलाई चाहिँ तपाईँले सपना देख्ने भन्नुभयो, मैले चाहिँ के भन्छु भने यो चाहिँ प्रपोजल हो भन्छु कि। तपाईँ हामी रिसर्चमा प्रपोजल बुझाइसकेपछि अनि त्यो प्रपोजलको आधारमा भोलि आउटकम खोज्ने हो नि त। तपाईँले त्यो सपना देख्ने मात्रै होइन कि यो चाहिँ तपाईँले गरे कमिटमेन्टको दस्तावेज हो। यो घोषणापत्रमा चाहिँ हर दिन छलफल हुनुपर्छ। हर दिन छलफल किन हुनुपर्छ भन्दाखेरि त्यो चाहिँ तिमीले के लेखेको थियौ, कहाँ पुग्यौ र कहाँ पुग्दैछौ, त्यो त हामीले त्यो इभ्यालुएसनको एउटा मोनिटरिङ एन्ड इभ्यालुएसनको एउटा फ्रेम बनाउँछौँ नि, त्यसको लागि चाहिने सबभन्दा बेसिक डकुमेन्ट नै घोषणापत्र हो भनेर हेर्छु म चाहिँ। त्यही भएर घोषणापत्र एकदमै महत्त्वपूर्ण हुनुपर्ने हो। पहिलाका घोषणापत्रहरू हेरेर चिरा पारेर हामीले दलहरूलाई आछु पार्नुपर्ने सन्दर्भमा त्यो के पनि गरेनौँ। तपाईँलाई याद छ कि छैन, जस्तो घोषणापत्रमै लेखेको रेलको सन्दर्भमा पछि प्रधानमन्त्री भएपछि उहाँले पत्याउनु भएको छैन, म 1 वर्षपछि टिकट किनेर चढाउँछु भने कुरा पनि कहीँ खोजी नीति हुँदैन हाम्रोमा है। त्यो भनेर एकदमै त्यो स्टेप वाइज हो नि त। त्यो कारणले गर्दाखेरि दलहरूले पनि जे पनि लेखिदिने, जनताले पनि पत्याउनु छोडे अवस्था हो। तर यत्रो परिवर्तन पछिको सन्दर्भमा चाहिँ मलाई लाग्छ त्यो बारेमा अरू राम्रा बहसहरू हुनुपर्ने हो। मलाई चाहिँ के लागिरहेछ भने म्याडम सर यहाँ के छ भने अहिले पनि दुईवटा कुरा के, एउटा चाहिँ घोषणापत्र भने त्यही दलले पनि त्यसै गरी लेख्न खोजेको होइन, हामीले जे लेख्दै हुन्छ लेख्नको लागि लेखौँ, जनताले नि त्यो पढ्नु पर्दैन, किन पढ्नु परेर पुरा गर्ने होइन भनिरहेको छ। त्योभन्दा अर्को नयाँ कुरा चाहिँ के भइरहेको छ भने पुरानालाई चाहिँ कमसेकम त्यति चाहिँ सोधिया छ। नयाँको बारेमा त तिम्रो घोषणापत्रमा यो त अलि भएन नि भन्यो भने पनि फेरि के अरे यो 35 वर्ष अरूले गर्न हुने, यिनीहरूले केही गर्नु नहुने भनेर त्यसरी चाहिँ एकदमै त्यो के अरे नयाँले के पनि गर्नु पर्दैन, नयाँ हौँ भनेपछि पुग्ने जुन वातावरण आइरहेछ त्यसमा मलाई डर लागिरहेछ। मैले मधेसमा पनि भनेको थिएँ एकखेर, तपाईँ मधेसकै हुँदाखेरि रिफर पनि गरेको चाहिँ कुरा के छ भने तपाईँकै छेउतिर जस्तो 3 वर्ष अगाडि चाहिँ मधेसको सबभन्दा नयाँ भनेर अपनाएको मान्छे सिके राउत के। सिके राउतजीले त्यत्रो उहाँ नयाँ हुनुहुन्थ्यो, उहाँको आफ्नो आइडिया थियो, मेन स्ट्रिम पोलिटिक्समा आउनुभयो, हि ट्राई टु
अब उहाँलाई जनताले पनि फेरि एउटा रिजनल पार्टीको रूपमा मजाले मान्यता दियो, काठमाडौँले नि स्पेस दियो। तर अल अफ सडन 3.5 वर्ष भएको छैन, उहाँले कति काम गर्न पाउनु भएको छैन, फेरि अर्को नयाँ भनेर अर्को कोही मान्छेको बारेमा गर्ने, त्यसलाई चाहिँ डिस्काउन्ट गर्दै जाने हो भनेदेखि चाहिँ खालि नयाँलाई चाहिँ फेरि नयाँ भनेर हामीले एक्सपेक्टेसनै नगर्ने के, नयाँ भनेर एक्सपेक्टेसन नै गरियो भनेदेखि चाहिँ ठिक छ नयाँ आउनुपर्छ भन्ने कुरा अब अहिले पुरानोकै कुरा गर्दाखेरि बङ्गलादेशमा कमब्याक भएको कुरा। तर परिवर्तनै नखोजिकन अथवा उसबाट एजेन्डा नै नखोजिकन खालि नयाँ 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 मात्रै भन्दाखेरि चाहिँ कहाँ पुगेला भन्ने कुरा नि अहिले चाहिँ चिन्ताको विषय हो कि मैले भने 3 वर्षमा अर्को खोज्ने तर उसबाट एजेन्डा नखोज्ने के। 3 वर्षमा सीके रावजीले के गर्न सक्नु भएन र त्यो चाहिँ गर्छु भनेर कोही आएछ भने उसलाई लिनु स्वाभाविक होला होइन, मैले उदाहरण दिएरै भन्दाखेरि। नत्र भने चाहिँ यसले कहाँ पुर्याउला भन्ने एउटा डरलाग्दो विषय चाहिँ होला। सायद म्याडमको पनि केही बङ्गलादेशको सन्दर्भमा केही छ कि अथवा नेपालकै सन्दर्भमा नि, यहाँ त अब एउटा के अरे राइट्स एक्टिभिस्ट पनि भएको नाताले कसरी हेरिरहनु भएको छ? मैले चाहिँ देखेको के भन्दाखेरि नि अब पछिल्लो हामी जुन हिस्टोरिकल ब्याकग्राउन्डमा हेर्दाखेरि पोलिटिकल पार्टीको इस्टाब्लिसमेन्ट के र पोलिटिकल पार्टीहरूलाई जति पनि राजनीतिक दलहरू छन् तिनीहरू इस्टाब्लिस भएपछि तिनीहरूको पनि एउटा अधिवेशन हुन्छ, महाधिवेशन हुन्छ, मेम्बरहरूको अद्यावधि हुन्छ। तर नेपालको सन्दर्भमा हेर्दाखेरि यो हाम्रो जुन यो भदौको जुन मुभमेन्ट छ नि, त्यो भदौको मुभमेन्टको एउटा पाटो मैले देखेको पोलिटिकल पार्टीभित्रको राजनीतिक अथवा राजनीतिकरण भन्छौँ नि, डेमोक्रेटाइजेसन क्या, पोलिटिकल पार्टीभित्रको जुन एउटा डेमोक्रेटाइजेसन हो नि त, त्यो प्रोसेसमै त्यो पार्टीहरू फेल खाए जस्तो लाग्छ कि। त्यो प्रोसेस अपनाउँदाखेरि त्यो युथहरूलाई रिभाइज हुन्छ नि त, त्यो 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 भित्रको जुन स्ट्रक्चर छ नि त्यो रिभाइज हुन्छ नि। तर हाम्रोमा चाहिँ के देखियो भन्दाखेरि राजनीतिक दलहरूभित्र त्यो डेमोक्रेटाइजेसन हुँदै भएन कि। नयाँ भर्ती भन्छौँ नि हामी, पुलिस फोर्समा पनि न्यू भेकेन्सिजहरू अनाउन्स हुन्छ, सिभिल फोर्समा पनि न्यू भेकेन्सी, युनिभर्सिटीमा फ्रेस स्टुडेन्ट कलअप हुन्छ, तर राजनीतिक दलमा त्यो फ्रेस कलअप नै भएन कि। सो एउटा मलाई लाग्छ नेपालको भदौको मुभमेन्टको एउटा वान अफ द रिजन त्यो पनि हो। चाहे त्यो भित्रको हिडन एजेन्डा होला कि त्यो बाहिर आउन सकेन, बाहिर ल्याउन पनि सकेन। अपर्च्युनिटी न हो, यो अपर्च्युनिटी नै हो। अब बङ्गलादेशको हकमा पनि त्यही नै हो, तर त्यो अपर्च्युनिटी नयाँले पार्टी दर्ता गरेर गए, त्यो फेल खाए। अहिले विभिन्न मिडियाहरूमा ट्रोलिङ पनि चलिरहेछ नयाँले दिएको, इभन नेपालमै सबैभन्दा धेरै ट्रोल भइरहेको छ त्यो कुरा होइन। देख्यौ त्यो त्यहाँ चाहिँ जुलाई अपराइजिङका मान्छेहरू एउटा पनि जितेर आउन सकेनन्, देख्यौ बडा जेनजीको आन्दोलनको पुरा यो गर्दैछन्, एउटा पनि विभिन्न मिडियाका मान्छेहरूले, विभिन्न रेनाउन्ड मिडियाका मान्छेहरूले त्यो कोड गरेर लेख्नु भएको छ जेनजी चाहिँ फेल खायो भनेर। सो मलाई चाहिँ के लाग्छ भन्दाखेरि नेपालको सन्दर्भमा राजनीतिक दलहरूभित्र त्यो एउटा जुन प्रोसेस छ नि, त्यो प्रोसेस चाहिँ रेगुलर भइराख्नुपर्छ कि। र सर्टेन पिरियडमा मान्छे रिटायर पनि हुनुपर्छ कि। नेपालमा चाहिँ रिटायरमेन्टको फेज कहिले भन्दाखेरि चितामा सुतेपछि त्यो छ कि हामी कहाँ चाहिँ। हामी कहाँ रिटायरमेन्ट भन्ने पनि बुझ्दैनन्, पर्सनल लाइफ भन्ने पनि बुझ्दैनन्, त्यो खालि आजीवन हरेक कुरा आजीवन हुनुपर्छ भन्ने बुझ्छन्। सो यो एउटा चाहिँ एकदम कमजोर पाटो छ हामी कहाँ। त्यसपछि अर्को कुरा हामीले हेर्नुपर्ने जो नयाँ राजनीतिक दलहरू आएका छन्, कतिपय नयाँ राजनीतिक दलहरूको, इभन सीके राउतकै पनि, सीके राउतलाई जसरी वेलकम गरियो र जसरी उहाँले एजेन्डाहरू ल्याउनु भयो र जसरी अहिले उहाँको अब एक किसिमको आवाज एकदमै सुनिन छोडेको छ भन्छु चाहिँ म, सुनिन छोडेकै छ। त्योले चाहिँ के देखाउँछ भन्दाखेरि दिगो केही पनि छैन जस्तो देखाउँदैछ कि नेपालमा, र नेपालमा चाहिँ पुराना राजनीतिक दलहरू मात्रै दिगो हुन् भन्ने टाइपको जुन एउटा भाष्यहरू चलिरहेछ, त्यो पनि कता कता ठिक नहोला। नयाँलाई अपर्च्युनिटी दिनुपर्छ, उनीहरूको पनि संस्थागत विस्तारहरूमा चाहिँ होइन र उनीहरूले आफ्नो भिजन के हरेक कुरामा के सुशासन दिने हो भने के परराष्ट्र के भनेर क्लियरली आउन सक्नु पर्यो कि त, जुन उनीहरूकोबाट आउन सकेका छैन। नेपालको आर्थिक विकास एउटा एजेन्डा हो, सुशासन एउटा हो, सामाजिक न्याय एउटा हो, मानव अधिकार एउटा हो। ती जम्मै कुराहरू उनीहरूको ओपनली आउन नसक्नु र समाजमा चाहिँ जति पनि नयाँ भनेर जो आएका छन् तिनीहरूको संरचनागत विस्तार जुन हुन्छ नि त्यो चाहिँ कमजोर छ कि। र त्यहाँ फेरि पुरानो राजनीतिक दलहरूको संरचनागत चाहिँ
स्ट्रङ छ कि। मैले त्यही सन्दर्भमा भन्न खोजेको चाहिँ ठिक छ परिवर्तन आवश्यक छ भन्ने कुरोलाई मैले जहिले पनि राम्रो हो नै भन्दछु, किनभने त्यसले राम्रो परिवर्तन ल्याओस् भन्ने हो। तर मेरो कन्सर्न चाहिँ मलाई व्यक्तिगत रूपमा लागिरहेको चाहिँ अब आउने परिवर्तन कस्तो होला या त्यसले ल्याउने परिवर्तन कस्तो होला भन्ने कुरोलाई हामीले इन्भेस्टिगेट गरिरहँदाखेरि चाहिँ लागिरहेको कन्सर्न चाहिँ त्यसको जरा कस्तो छ त भन्ने कुरोले पनि फरक पार्दछ। त्यसैले मैले पटक पटक उठाइरहेको एउटा प्रश्न चाहिँ त्यो नियतबाट देखिन्छ भन्ने हो। जस्तो कि ठुला पार्टीहरू या पुराना पार्टीहरूबाट जुन कुरो नियत देखिएन त्यो क्लियरली हामीले अहिले आइरहेका नयाँ सन्दर्भमा त्यो कुरोहरूलाई हामीले कति महसुस गर्न पाइरहेका छौँ या छैनौँ भन्ने खालको कुराहरू हो। त्यसले मलाई त्यहाँनिर चाहिँ मेन कन्सर्न हो। र दोस्रो कुरो हामीले नेपाली जनताहरूले सरले अघि उठाउनु भएको एकदम कुरासँग मलाई लागिरहेको कुरा चाहिँ हामी जहिले पनि प्रश्न सोध्न बिर्सिँदो रहेछौँ कि भने जस्तो हामी प्रश्न सोध्नलाई जस्तो कि योभन्दा पहिले चाहिँ सरले अघि रेलको उदाहरण दिनुभएको जस्तो गरिकन हामीले त्यो प्रश्नहरू सोध्ने सम्झिने बानी नै रहेन कि झन् त्यो माथि अहिलेको कन्टेक्स्टमा त मलाई डर लागिरहेको त अहिले त केही सपनै नदेखिकन जित्ने खालको सम्भावना पनि छ। सपना नदेखाइकन घोषणापत्रै लाग्नु पर्दैन, मान्छे उभिँदै चुनाव जित्ने खालको छ भने चाहिँ भोलि त सोध्नलाई राख्नुपर्ने प्रश्न अहिले नै रहेनछ भने त कि झन् भोलि हामी कहाँ पुगौँला भन्ने खालको डर पनि लागिरहेको। मेरो चाहिँ के भने भन्दाखेरि नेपाली जनतालाई मैले के भन्न चाहेँ भने एकदम क्लियरली के दलले घोषणापत्र एउटा सपना देखाउने एउटा घोषणापत्र ल्याएको छ कि हामी निर्वाचनको परिणाम आएको 30 दिनभित्र त्यो राजनीतिक दलमा त्यो सपना साकारको क्वेसन गर्न सक्षम छौँ कि छैनौँ नेपाली जनता कि हामी नेपाली जनता कि हामीले भोट हालेर हामी बिर्सिने बानी हाम्रो बढी छ कि र चाहिँ कस्तो भइदियो भन्दाखेरि म चाहिँ दलको पार्टीकाले घेर्न जानुपर्छ भन्छु कि जुनसुकै दल होस्, चाहे नेपाली काङ्ग्रेस हो, रासपा होस्, एमाले होस्, अहिलेको अब भनौँ न माओवादीहरूको एउटा के छ त्यो नेपाल माओवादी होइन नेपाल कम्युनिस्ट पार्टी, यो जति पनि होइन राप्रपा जति पनि राजनीतिक दलहरू छन् 30 दिनभित्र हामीले जस्तै पछिल्लो अभ्यास नेपाल सरकारको के गर्यो भने सरकारी कर्मचारीहरूसँग एमओयू गर्न थाल्यो कि इन्डिभिजुअल कर्मचारीसँग जनताले नेतासँग आफ्नो क्यान्डिडेटसँग एमओयू गर्न पाउने कि नपाउने होइन। तिमीले मलाई सपना यो देखायो, तिम्रो सपना बमोजिम मैले तिमीसँग एमओयू गर्न चाहेँ। त्यही ब्रोडर कन्टेक्स्टमा बुझ्नुपर्दा चाहिँ मलाई लागिरहेको त्यही करार भने कि उनीहरूले ल्याउने घोषणापत्र हो होइन, जनतामाथि उनीहरूले गरेको बाचा त्यसका आधारमा जनताले दिएको मत हुनुपर्ने ब्रोडर अन्डरस्ट्यान्डिङ त्यो भइदियो। तर हाम्रोमा के भन्दा त्यो नियतवश नै दलहरूको लिडरसिपको नेतृत्वको चाहिँ त्यसप्रतिको उदासीनता र त्यसपछि जनताले त्यसमाथि प्रश्न नउठाइदिने चाहिँ मेन समस्या भयो। टेक्निकली चाहिँ त्यो नभएको चाहिँ होइन। अब तपाईँले भन्नुभएको चाहिँ हामीलाई के भन्दा बाध्यता भयो, गएर क्वेसन नै उठाउनु पर्ने, कठालो नै समात्नु पर्ने, झगडा नै गर्नुपर्ने खालको अवस्थामा जानु ठिक हो या फेरि त्यो लेभलको चेतना जनतामा पनि आउने कुरो र लिडरसिपले चाहिँ आफ्नो नियतलाई क्लियरली राखेर घोषणापत्रमा बोलेका कुराहरू होला, संविधानलाई मान्छु भनेका कुराहरू होलान्, नयाँ प्रगतिका देखाइएका सपनाहरू होलान् या आफूले सोचेका चाहिँ जे जति विचारहरू छन् त्यसलाई लगेर चाहिँ कसरी राख्ने भन्ने कुरा हामी त्यहीँ त फेल भएको हो नि भन्ने लाग्दछ। नभएदेखि यतिका यो गणतन्त्र आइसके पश्चातको अवस्थामा यति धेरै सरकारहरू गठन विघटन या जनतामा आएको एक किसिमको फ्रस्ट्रेसन त्यही सबै कारणले गर्दाखेरि त हो नि। मलाई लाग्छ त्यही कन्सर्न चाहिँ हो। अब सरलाई चाहिँ व्यक्तिगत रूपमा चाहिँ अब अलिकति नयाँ छन् भन्ने नयाँ कुरा के भन्दाखेरि आजकल एउटा नयाँ कुरा चाहिँ मैले पाएको घोषणापत्र भन्न छाडेछन् है, कसैले प्रतिज्ञापत्र, कसैले के पत्र भनेका छन्, बाचा पत्र। मलाई लाग्छ यो नयाँ शब्द चाहिँ हुनु नयाँ कुरा चाहिँ होइन, कन्टेक्स्चुअल कुराहरूमा चाहिँ नयाँपन भइदिए हुन्थ्यो र व्यवहारमा पनि ती कुराहरू नयाँ भइदिए हुन्थ्यो भन्ने चाहिँ मलाई व्यक्तिगत रूपमा लागिरहेको छ। तीनजनाकै आजको सन्दर्भमा हामीले बङ्गलादेशबाट सुरु गरेर अब चुनावको नजिक हुँदाखेरि जनता र मतदाता र उम्मेदवार अथवा मतदाता र पार्टीको बिचमा चाहिँ के प्रकारको छलफल हुन आवश्यक छ, भोलि त्यसलाई कसरी नेपाली समाजले खोतल्ने होला, भोलि कसरी अहिले जुन बाचा अथवा सङ्कल्प वटिभ टर्म युज गरे त्यसलाई चाहिँ आफ्नो मानसपटलमा राखेर राजनीतिक दल र उम्मेदवारलाई कसरी त्यसको प्रति जवाफदेही जिम्मेवार बनाउने होला भन्ने सन्दर्भमा चाहिँ मलाई लागिरहेको कुरो पनि यहाँले भन्नुभएको छ। अब जस्तो मैले चाहिँ पनि मिडियामा गएर जहिले पनि भन्ने गरेर चाहिँ मिडियाले पनि बिर्सिदिनु भएन र टेकन फर ग्रान्टेड नि हुनुहुन्न कि पानी जहाज ल्याउँछु भन्दाखेरि पानी नै नभएको ठाउँमा पानी जहाज ल्याउँछु भन्यो भने क्वेसन गर्न सक्नु पर्यो होइन। अब ती प्रकारका कुराहरू चाहिँ हामीले अलिकति गर्न सिक्न पर्छ र भविष्यमा पनि त्यही प्रकारको आउला भन्ने कुरा हो। तर अहिले तपाईँको अब यसपालिको पनि अहिलेसम्मको रुझान भोलि परिवर्तन भएन भनेर हेर्ने हो भनेदेखि चाहिँ कस्तो देखिरहेछ भने म चाहिँ अब शिक्षा क्षेत्रमा पनि काम गर्ने मान्छे हुँदाखेरि
कहिलेकाहीँ हाम्रो शिक्षा क्षेत्रको कुरा अन्यत्र पनि लागू गर्न खोज्छु कि म चाहिँ कतै इम्प्लाइ गर्न खोज्छु। जस्तो हामी नेपालीहरू 2007तिर चाहिँ 2% मात्रै साक्षर छौँ कि म्याडम। अब अहिले तपाईँ हेर्नुहुन्छ भनेदेखि 2%बाट अहिले 82मा आउँदाखेरि 75 वर्षको बिचमा अलमोस्ट धेरै जिल्लाहरू चाहिँ 100% लिट्रेसीको रूपमा पुगिसक्यो। कम्पिटिसनै छ, हामी 100% साक्षर भयौँ भनेर, त्यो पनि एक दशक अघिदेखिको कम्पिटिसन। तर हेर्नुहुन्छ भने त्यो बेलाको जुन उत्पादनमूलक सोसाइटी, आफैमा आत्मनिर्भर सोसाइटी थियो, कमसेकम जग्गा हुनेले नि खेती त गर्थ्यो नि होइन। धेरैको जग्गा थिएन होला, त्यसलाई समान वितरणको प्रश्न थियो होला। जग्गा हुनेले चाहिँ खेती गरेर उत्पादन गरेर खान्थ्यो भने आज जग्गा हुने जति सबै कहाँ छन् थाहा छैन। भनेको त शिक्षा त दियो, तर कस्तो शिक्षा दियो होइन, हामी आफै कतापट्टि के भइरहेछौँ भन्ने कुरा जसरी शिक्षाबाट लिन सकिन्छ, त्यस्तै नयाँ भन्नेबाट पनि हामीले जुन राजनीतिक परिवर्तनको, जुन म्याडमले अघि नैदेखि सुशासनको कुरा गरिरहनु भएको छ, यता रिप्रेजेन्टेसनको कुरा हामी सबैले गरिरहेको कुरा छ। त्योभन्दा पनि रिप्रेजेन्टेसन अफ होम र के अरे सुशासन पनि कस्तो सुशासन त भन्ने कुरा चाहिँ ओझेलमा नपरोस्, भोलि पनि यी डिबेटहरू चाहिँ अझ अगाडि बढुन् भन्ने हो। यो हामीले एउटा सानो निर्वाचन अगाडि एउटा श्रृङ्खला सुरु गरेका थियौँ। यसलाई अरू विभिन्न पात्र र विभिन्न उसमा लिएर पनि लगेर जान सकेला। आजलाई चाहिँ अब इलेक्सनको लागि सबै नेपाली जनतालाई, नेपाली मतदाता दाजुभाइ दिदीबहिनी, बुवा आमा सबैलाई शुभकामना दिएर अन्त्य गर्ने त। पक्कै पनि मतदाताले आफ्नो चाहिँ मतको सही प्रयोग गरौँ, आफ्ना उम्मेदवारहरूलाई चिनौँ र आफ्ना उम्मेदवारहरूसँग कम्तीमा पनि तपाईँले भोट खसालिसकेपछि एकचोटि प्रश्न गर्ने चाहिँ आँट गर्नुहोस्। त्यही शुभकामना दिन चाहन्छु। नेपाली जनताको परिवर्तनको जुन चाहना छ त्यो सार्थकतामा बदलियोस्, राम्रो रिजल्टहरू आउन्, देशले स्थिरता पाओस्, प्रगतिको बाटोमा हिँडोस् भन्ने त हो नि। यो इलेक्सनले त्यो कुराको मार्गचित्रलाई सुनिश्चित गरोस्। उम्मेदवारहरू पनि इमान्दार हुन्, उनीहरू इमान्दार हुन्, हामी नेपाली जनताहरूले पनि प्रश्न सोध्न चाहिँ छोड्नु हुँदैन भन्ने ल सन्दर्भ सहित धन्यवाद। धन्यवाद, नमस्कार।